यहाँ त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने काङ्ग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ, सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ। मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्। स्विजरल्यान्डको बाउ बढी मालिका यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? स्विजरल्यान्डको पराकाष्ठ रामा रोशन यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? खप्तड नेशनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्यौं। भएको चिज देखाउनै सकेका छैन, सुदूरपश्चिमलाई जोड्नै सकेका छैन। सुदूरपश्चिम त्यो दिन जोडिन्छ जुन दिन सुदूरपश्चिममा एकदम धेरै कलाकार हुँदो रहेछ, 8 लाख सब्सक्राइबर भएको, 1 मिलियन सब्सक्राइबर भएको, तर त्यो गीत काठमाडौँको चोकचोकमा बज्दैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौँको चोकचोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग। सुरुमा त गीत बज्नु पर्यो, त्यसपछि आवाज बज्छ, त्यसपछि माग पूरा हुन्छ। सुन्दा सानो जस्तो लाग्छ, तर त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा। सुदूरपश्चिमलाई सुनजिक पश्चिम बनाउनु पर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीको त्यो हो एजेन्डा। तपाईहरुलाई आज यहाँ आएर भेट